नमस्कार छ सबैजनालाई र मैले लिएर आएको छु पार्ट 2। ओके, पार्ट 1 भिडियोमा चाहिँ मैले सेयर गरेँ जर्मनी 17 तारिकमा आइपुगे हैन। जर्मनी 17 तारिक सेप्टेम्बरको आउँदाखेरि 10 दिन बितिसक्दा पनि मैले जब पाएको थिइनँ। अनि फेरि फुल टाइम पार्ट टाइम मिनी जब केही पनि। अनि मलाई चाहिँ यस्तो लागेको थियो कि मैले बहुत ठुलो गल्ती गरेछु जर्मनीमा आएर हैन। मलाई लागेको थियो कहीँ न कहीँ म गर्न सक्छु हैन, मैले भेट्छु काम। तर मेरो रुमको साथीहरू भयो, यता अडोसी पडोसी हरेकतिरमा जाँदाखेरि मैले नेगेटिभिटी मात्रै पाएँ यहाँनेरि। त्यो नेगेटिभिटीमा मैले के पाएँ भन्दाखेरि यहाँ आएर जति नै कोसिस गरेर पनि हामीले काम भेटिँदैन, हामी वापस घर जानुपर्छ भन्ने नेगेटिभिटी पाएँ हैन। त्यहाँबाट मैले के सिकेँ भने हरेक मान्छेको जर्नी हैन अलग अलग हुन्छ, डिफ्रेन्ट हुन्छ। हामीले हाम्रो 100% मैले 100% दिनैपर्छ त्यो कामको लागि। अगर मैले 100% दिन 99% दिएर 1% मैले छोडेँ भने मैले त्यो चान्स मिस गर्न सक्छु भनेर चाहिँ मलाई लाग्यो हैन। त्यहाँबाट मैले केही न केही चिजहरू सिकेँ। अब त्यो नेगेटिभिटीबाट भए पनि मैले एउटा प्रोडक्टिभ चिज लिएँ हैन, एउटा राम्रो चिज मैले उठाएँ त्यहाँबाट चाहिँ। र कहाँबाट पोसिबिलिटिज हुन्छ त्यो पोसिबिलिटिजमा मैले ध्यान दिएर मेरो फोकस मेरो जब सर्च मेरो एप्लिकेसनमा र मेरो स्किल्समा कन्टिन्यू दिइसकेँ। जति नै डिप्रेस भए पनि मतलब जति नै फ्रस्ट्रेसन भए पनि मैले आफ्नो एप्लिकेसन र आफ्नो ड्युटीलाई करिबन प्रपरली निभाउँदाखेरि चाहिँ मैले रिजल्ट पाएँ। मैले 2टा कम्पनीबाट अफर लेटर पाएँ हैन। मलाई मतलब धेरै खुसी लागेको छ। हेर, यो त सानो एउटा अचिभमेन्ट हो। मलाई मतलब यत्रो धेरै एक्साइटमेन्ट त छैन, बट मैले जुन पार्ट 1 मा भिडियो बनाएको थिएँ कि आई क्यान डु इट, आई विल मेक एनदर भिडियो, अर्को भिडियो बनाएर पार्ट टाइम पाएपछि म पोस्ट गर्छु भनेर मैले वचन दिएको थिएँ, भनेको थिएँ। भलै म भिडियो अहिले रिसेन्टली अपलोड गर्दैछु, बट मैले आफ्नो रेकर्डिङ पहिल्यै गरिसकेको थिएँ। त्यो चिज तपाईँहरूले पार्ट 1 मा हेर्नुभयो होला हैन। र मैले यो के मेसेज दिन चाहेको मेरा भाइ बहिनीहरूलाई, मेरा दिदी दाजुहरूलाई र मेरा सबै खानदान परिवारहरूलाई किन मैले यो भिडियो बनाएको। मलाई त हेर्नु यो भिडियो बनाउन जरुरी छैन हैन। मेरो जिन्दगीमा मैले जति सङ्घर्ष गरेँ, जतिजनाले सपोर्ट गर्नुहुँदैछ उनीहरूलाई थाहा छ हैन। अलरेडी थाहा छ कि म चाहिँ अब यहाँबाट चाहिँ अब हैन यहाँ तक पुगेँ, अब वहाँ पुग्न चाहिँ अब बाँकी छ, अझै पनि सङ्घर्षको जिन्दगी चल्दैछ हैन। तर पनि मैले यो भिडियो बनाउनुको कारण चाहिँ के हो भने अब 100 जना 1000 जना लाखजनाले हेर्नु परेन नि त मेरो भिडियोलाई। 1 जना 2 जनाले भिडियो हेरेर चाहिँ बुझे ओके अब अर्को नयाँ मान्छेले पनि अब यस्तो रहेछ है भनेर अलिकति नलेज अलिकति आइडिया आयो र अलिकति इन्सपिरेसन पायो भने मेरो लागि चाहिँ त्यति नै काफी छ हैन। कुनै पनि मतलब ठुलो एउटा सेलिब्रिटी या भिडियो बनाएर हाल्ने हैन। म यहाँ भिडियो किन बनाउँदैछु भने म बोल्दैछु र म कनेक्टेड छु अब हजुरहरूसँग, त्यही भएर चाहिँ म भिडियो बनाउँदैछु। यस्तो पनि होइन कि यो गयो अब यसले भिडियो बनाएको अब बोल्यो जे पनि बोल्छ त्यो हैन। एउटा प्रुफको साथमा भ्यालिड पोइन्ट म कुरा गर्दैछु हैन। तपाईहरुलाई राम्रो लाग्छ या लाग्दैन त्यो त अब मेरो उपरमा छैन, त्यो टोटली डिपेन्ड्स अन यु हैन। तपाईहरुले कुन चाहिँ वेमा लिनु हुँदैछ मेरो भिडियोलाई र मेरो मेसेजलाई त्यो चाहिँ अब डिपेन्ड्स हुन्छ। एउटा कमेन्टमा तपाईहरुले भनिदिन सक्नुहुन्छ मिठो गरेर हैन। अनि फेरि 1-2 बार यो भिडियोलाई शेयर पनि गर्न सक्नुहुन्छ, पछि गएर डिलिट गर्न पनि केही छैन हैन। सो त्यति नै भन्न चाहेको गाइस कि जिन्दगीमा हरेक चिज हामीले आफ्नो बेस्ट दिनुपर्छ। अगर हामीले बेस्ट दिँदै पनि त्यो चिज भएन भने हाम्रो केही गल्ती हैन, सिस्टमको गल्ती हुन्छ। हामीलाई रिग्रेट गर्ने चान्सेस त्यहाँनेरि बिल्कुल 0 हुन्छ। मेरो चाहिँ उद्देश्य मेरो चाहिँ के छ भने अब ल्याङ्ग्वेज सिकिराख्ने कन्टिन्यू एडभान्स लेभल, अनि फेरि फुल टाइम काम खोजेर फुल टाइम काम गर्ने र यो पार्ट टाइम काम छोड्ने। र पार्ट टाइममा पनि मिनी जब र पार्ट टाइम 2टा कन्ट्र्याक्ट मैले पाएँ। अब मिनी जबमा भन्नुहुन्छ भने हप्तामा सिर्फ 5 घन्टा काम गर्नुपर्छ, महिनामा 20 घन्टा। अब त्यसमा पनि इन्डियन करेन्सीमा 50-60 हजार रुपियाँ आउन सक्छ हैन। अनि पार्ट टाइममा चाहिँ के हुन्छ भने दिनको 4 घन्टा काम हुन्छ, 5 दिन काम हुन्छ। दिनको 4 घन्टा 5 दिन काम हुन्छ भन्दा कति घन्टा भयो? 20 घन्टा काम भयो हप्तामा हैन। अब इन्डियामा हेर्नु भने त 2 दिनमै 20 घन्टा काम हुन्छ। अब हप्तामा 20 घन्टा काम हुन्छ, महिनामा 80 घन्टा काम हुन्छ। त्यतिमा अब 1.5 लाख रुपियाँ अब सेलेरी अब नर्मली इन्डियाको अब आउँछ हैन। अब मलाई चाहिँ एक्चुअल नम्बर चाहिँ अब म भन्दिनँ हैन, कस्तो के हुन्छ आवरली बेसिस काउन्ट हुन्छ अरे यहाँ चाहिँ, अनि कति काम गरिन्छ त्यसको हिसाबले आउँछ। अब
फिगर आउट गर्नु हो भनेर दुईटा जबमा अब जस्तो यता 1.5 लाख अनि उता 50-60 हजार अब त्यस्तो हुँदा करिबन मतलब 1.5 देखि 2 सम्म चाहिँ बस्छ अब होइन। तर अब यति हुन्छ एक्चुअल हुन्छ भनेर थाहा छैन। बट मेरो फोकस चाहिँ अब यो पार्ट टाइम र यो मिनी जब पाएँ मैले, धेरै धेरै धन्यवाद होइन। अब जे पनि छ उपरवालाको हातमा छ होइन। र मेरो रुमका जुन साथीहरू छन् तिनीहरूले चाहिँ अब अहिले सुन पाएको छैन। आज पनि अब छैन रुममा, कोही पनि गए कता बर्थडेहरू घुम्न गयो, आफू त त्यो सबमा छुइनँ। अब म जस्ट के गर्दै थिएँ अनि त्यहाँबाट त्यस्तै हो गाइस। अब मैले चाहिँ लङ टर्मको लागि सोचेको छु र मेरो जुन पढाइ छ MBA अनलाइन हुँदैछ इन्डियाबाट, त्यो कम्प्लिट गरेर चाहिँ आफ्नो जुन रोल छ, आफ्नो लङ टर्मको गोल छ त्यसमा म फोकस गर्दैछु। र त्यति बेरसम्म मेरो फ्लुएन्ट हुनुपर्छ मैले यहाँको ल्याङ्ग्वेजमा पनि। र ल्याङ्ग्वेज स्कुल पनि एनरोल गरिसकेको छु। र अब आउने दिनमा कुनै दिन मलाई लेटर आउँछ र मलाई इन्भिटेसन आउँछ, त्यसको पनि मलाई आश छ। र म कन्टिन्यू कोसिस गर्दैछु अनि फेरि पढाइलाई पनि कन्टिन्यू राख्छु होइन। अनि अर्को कुरा, फुल टाइम काम खोजेर मतलब फुल टाइम काम भेट्यो भने चाहिँ सारा पार्ट टाइमलाई चाहिँ छोडेर चाहिँ अब फुल टाइमतिर लाग्यो भने चाहिँ एउटा मिनी जब पनि गर्न सकिन्छ। यहाँनिर अर्निङको पोटेन्सियल चाहिँ धेरैभन्दा धेरै देखेको छु मैले यहाँ लङ टर्ममा। अगर हामीले ल्याङ्ग्वेज सिक्नु हो र आफ्नो हिम्मतलाई चाहिँ नहार्नु हो र गर्न कोसिस गर्नु हो भने हामीले हरेक चिज कहीँ पनि कुनै पनि दुनियाँमा गएर या तपाईँहरू कहीँ पनि हुनुहुन्छ त्यही पनि गर्न सक्नुहुन्छ। र केही गर्न चाहनुहुन्छ होइन, इच्छा छ भने हामीले गर्न सकिन्छ, त्यो चिजलाई चाहिँ पुरा गर्न सकिन्छ। र अलिकति फर्स्टमा चाहिँ तनाव हुन्छ, अलिकति स्ट्रगल हुन्छ, अलिकति घोर परिश्रम गरेपछि चाहिँ अवश्य सक्सेस हुन्छ होइन। मेरो जतिजनाले पनि भिडियो हेरिराख्नु भएको छ, केही त बुझिराख्नु भएको छ होला होइन। पार्ट 1 बुझिराख्नु भएको छ होला, पार्ट 1 पार्ट 2 हेरेर। र तपाईँहरूलाई कस्तो लाग्छ, कस्तो लाग्दैछ होइन। धेरै धेरै धन्यवाद छ सबैजनाले मलाई लाइक विस गर्नुभएको थियो। र कतिजनाले मलाई पर्सनली पनि भन्नुभएको थियो, मेरो साथीभाइहरूले होइन, फ्यामिलीले, रिलेटिभहरूले, अनि फेरि नेपालमा हुनुभएको या सिक्किममा हुनुभएको, आसाममा अनि फेरि यता बेङ्गलोरमा सबैजनाले मलाई भन्नुभएको थियो कि चल हुन्छ, केही न केही त हुन्छ अब होइन। अरू त म भन्दिनँ अरूको, तर तैँले चाहिँ केही गर्छस् के भनेर मलाई कतिजनाले भन्थे। यो त केही पनि होइन, एउटा सानो जस्ट एउटा स्टार्टिङ पोइन्ट हो लाइफको। किनभने अब अरू पनि कतिवटा हामीले च्यालेन्जेस परिश्रमहरू गर्नु छ जिन्दगीमा, अझै गर्दै जानु छ होइन। थ्याङ्क यू सो मच। यतिमै म समाप्त गर्न चाहन्छु यो भिडियोलाई। धन्यवाद छ तपाईँहरूलाई। थ्याङ्क यू सो मच।